हेलो गुड इभिनिङ मेरो प्यारो साथीहरूलाई। आज चाहिँ म ड्युटी गएर पनि आइसकेको छु। अन्त म चाहिँ बारीमा सब्जी टिप्न जाँदैछु। आज बेलुकाको लागि सब्जी है फर्सीको मुन्टा टिप्नुको लागि आएको। अनि यसपालि चाहिँ फर्सीको मुन्टा एकदमै राम्रो आएको छ है मेरो बारीमा चाहिँ। अन्त आज चाहिँ म यो मुन्टा टिप्दैछु नि है, मुन्टाको सब्जी खानु पर्यो भनेर। अनि मुन्टाको सब्जी चाहिँ एक सिजन चाहिँ मिठो हुन्छ है। अन्त यो खायो भने चाहिँ एकदम आँखा चाहिँ तेजिलो हुन्छ अरे नि हो, उहिलेको बुढोपाकाले भन्नुभएको। अन्त योपालि चाहिँ मकै पनि एकदम राम्रो आयो नि मेरो बारीमा चाहिँ, एकदम हेल्दी। गभर्मेन्टले दिनुभएको सिड्स हो, एकदम राम्रो आएको छ। अन्त यसपालि है यो धनियाँ पनि गभर्मेन्टले दिनुभएको एकदमै राम्रो भयो है। अब यो लास्ट अन्तिम सक्यो है, सक्दै गरेको यो। अन्त एकदमै राम्रो भयो है। अन्त यो बिँ चाहिँ अस्ति रोपेको, पानी पर्दै भए पनि राम्रो भएर आयो। अन्त यो रायो साग पनि एकदम राम्रो भएर आएको छ है, पानी झरी हुँदै भए पनि राम्रो मजाले ग्रो गरिरहेको छ है। अन्त यो रायो साग तिते बिँ है एकदमै हेल्दी भएर आइरहेको छ नि। अन्त यो सिमी है, सिमी चाहिँ बिउ पनि पाकिसक्यो। अनि अब